गाइजहरू हामी चाहिँ वालिङबाट छुट्टी है 5:30 भयो अन्त डोलाउनुपर्छ त्यो एउटा गाडी त अङ्कल सस्पेन्सनमा भएर निक्लियो अरे केही हुँदैन टाइम अङ्कलको घरको त नि हजुरको अङ्कल त तिरासी हो यो त हिमालयन एसी के भयो त नि यो त आउँदै आउनु त हिमालयन एसी त हामी दुईटा चलाउँथ्यौँ पहिला अनि हामीले छोड्थ्यौँ बाइक स्कुटर त यार घुम्नु लाग्छ देखिँदैन
भन्दै खै यही हो बाबु यहाँ न यतै हजुर त्यो रातो घर देखियो सबै काठमाडौँ मेरो त परिवार गोवामा हुनुहुन्छ यहाँ त्यसैले दर्शनमा भएर बस्छ हजुर काठमाडौँ बस्नुहुन्छ कि के हो अहिले काठमाडौँ अहिले हजुर गोवामा यहाँ हुनुहुन्छ छोराछोरी मोबाइल स्टोर छ होइन मोबाइल के मोबाइल छ आवाज आएन त आवाज आएन आज मैंने आवाज सुन्नु नै यतिबेला चाहिँ हामी बजारबाट कति बित्तिकै है के अरे राति राति मेमोरी तिमीले यहाँ भिडियो बनाउन आएको थियो अस्ति नै पिक्चरलाई म अर्को सेवा बनाएँ यो बीच भयो नि त सुभाष मेमोरी रेकर्ड अनि यो बनाएँ बीच भयो कहाँ अन्त सुन्नु त हजुर घरै क्लासिक यहाँको भिडियो नै आएको थियो त अनि धुलो खायो भने चाहिँ छाङछाङदी मन्दिर आउनु लाग्यो हामीले छाङछाङदी मन्दिर आइसक्यो है त बढी काठमाडौँ जान पऱ्यो आउँदो चाहिँ कति छ 69 छाङछाङदी मन्दिर त्यहाँ आउने हो त्यहाँ यो गाडी किन जान्न त नि अङ्कलले यो धेरै भन्दा उल्टा बस वालिङबाट चाहिँ अब रङतर्फ आउँदैछु चेकिङ गरेर हजुरले भिडियो बनाउनु पूजन दाईको सब निकाल्दैछ पैसै मात्रै ठुलो कुरो होइन अङ्कलले बाटोको बारे भन्दैन हजुरले एकचोटि के भन्नुहुन्छ बाटोको बाटो के भन्ने बाबु गएर बाटो यति सानो छ यत्रो ठुलो गाडीहरू चलाउनु पर्छ राज्यले बाटो बनाउँदैन केही भयो भने चालकलाई दोष देखाएर केस मिलाउन सजिलो छ खान
भन्ने केटा हो ए बाबु ब्याट्री अघि यिनले एउटा एक्स्ट्रा ब्याट्री लिन पर्ने बिहान भिडियो बनाएर हामीले चिउरीको पुल गयो पावर ब्याङ्कले त हुन्छ होला नि यिनले एउटा लियो भने यिनीहरू सोध्दै सोध्दैनन् कि हावातालमा हिँड्छ नि बाटो यस्तो नगरपालिका त्यसपछि खोलाको बगर प्लस माटो मिसाएर ल्याएर हालेको सुन्दरको हरूमा हो सुन्दर कि सिके बाटो खराब भनेको त हाम्रो पुतली नगरपालिकाको है यो त राम्रो छ नि हाम्रो पुतली बजार नगरपालिका के नराम्रो पुरै खाल्टो खाल्टी मात्र वालिङमा चाहिँ ठिकै छ उता हाम्रो धेरै भयो त्यहीँको गाउँको पछि खुवाउनु नगर्दा उता पारी जानुपर्छ क्यामेराम्यान देखाइदेऊ न अस्मित के अरे बिर्सिन्छ के है मैले पनि बिर्सेँ यार गाडी जान्छ अब हाम्रो आइनालाई यो माथि जानु त म यहाँ गाडीमा छु आवश्यक देख्ने नम्बरले के ल्याउनु भयो रोडमा भिडियो बनाउनु कोही देखिएन त आज त्यसमध्ये म पनि हो चुकचुका बस्छन् कि भिडियो बनाउने यहाँ बस्दैन अङ्कलको गाडी पनि मैले 3-4वटा भिडियो बनाएँ मैले नि हाल्छु अङ्कलको गाडी हजुर अब जाने मेरो तिमी एक काम जाने आइयो साथीहरू भन्दा कि गाइजहरू भन्ने बजार भिरकोट नगरपालिकै पर्छ है यहाँको बाटो बनेछ नत्र यहाँ